पर्खने मेरो भागमा राखिदेऊ, पर्खाउने तिम्रो भागमा। वाह 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 वाह। फकाउने मेरो भागमा राखिदेऊ, घुर्काउने तिम्रो भागमा। माया पाउनु मात्रै माया कहाँ हो र? माया पाउनु मात्रै माया कहाँ हो र? होस् माया दिने मेरो भागमा राखिदेऊ, पाउने तिम्रो भागमा। हेलो गाइज, वेलकम ब्याक माई युट्युब च्यानल रेग्मी भिजन। र तपाईहरुको माझमा मैले आज एक्सन मुभीको नभई छुट्टै एउटा कथा वस्तु, एउटा हाम्रो समाजको कथा वस्तुमा आधारित चलचित्र बसन्तको रियाक्सन भिडियो ल्याएर आएको छु। जुन चलचित्र हाम्रो गाउँ ठाउँ समाजमा भइरहेका विकृतिहरू, त्यो हेपाइहरू भन्छन् नि, हेप्ने कुराहरू, यो सबै कुराहरूलाई समेटेर अहिले प्रकाश सपुतले एउटा नयाँ चलचित्र निर्देशन गरेर ल्याउनु भएको छ, यो बसन्त। र यो चलचित्रमा मुख्य कलाकारको रूपमा प्रकाश सपुत, बसन्त र स्वस्तिमा खड्का राधा उहाँहरू नै हुनुहुन्छ। र अन्य कलाकारहरूमा खड्गबहादुर पुन, प्रभात पलठकुरी, अनुप बराल जस्ता उत्कृष्ट कलाकारहरूले अभिनय गर्नुभएको छ। र यो चलचित्र यही चैत महिनाको 22 गते नेपालभर प्रदर्शनमा आउने भएको छ। ल सुरु गरौँ चलचित्रको ट्रेलर हेर्दै के कस्तो छ त्यो अनुसारको रियाक्सन दिँदै। तर सुरु गर्नुभन्दा पहिला मेरो यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल आइकनमा थिच्दिनु होला, ताकि आगामी भिडियोहरू पनि तपाईहरुले तुरुन्तै हेर्न सक्नुहुनेछ। ल सुरु गरौँ, लेट्स गो। गाउँमा सोच्दै नसोचेको झलमल्ल बिजुली बत्ती आयो, सम्झिँदै नसम्झिएको सरर र मोटर बाटो आयो। तर जति सोच्दा पनि जति सम्झिँदा पनि बा आएनन्। हुन त भगवानको कानमा नपरोस्, तर कुनै दिन पुरै आँखा नदेख्ने भयो भने के गर्छस्? दुःख गरेर धेरै पैसा कमाउँछु अनि एउटा राम्रो अस्पतालमा लगेर तपाईको उपचार गर्छु। यति माया हेर्छस्? माया लाउँछ र मेरो? लाग्न थालेछ। इस घर भनेर गरेको माया त होला नि, आफै जान लागेको माया पो माया। दिदी, लभ भनेको के हो? लभ भनेको माया, माया भनेको? माया भनेको प्रेम। आज मलाई न आगोले रोक्न सक्छ, न त पानीले, न त तेरो बन्दुकको गोलीले। अर्जुन हो अर्जुन, आजको अर्जुन। बसन्त माथि आकाशबाट गए होइन, दाल चामल चिनी मासु रौसी दबाई पैसाको बोरै बोरा खस्ने रे के हुन्थ्यो होला है? त्यही बोरा लाएर मरिन्थ्यो होला नि। टोटा हो यार। अब हजुरको दाइले पल्टनबाट राइफल समातेको फोटो पठाउनु भयो, त्यो सिरानीमा राखेर सुतेको गर्व रह्यो। गोरले छोरा पाइटी। आमा, हाय, कुनै दिन म आँखा नदेख्ने भयो भने क्यार्नुहुन्छ नि? मेरो आँखा दिन्छु। हाम्रो समाज असाध्यै सुन्दर छ, यहाँका मान्छेहरूको मन कोमल छ, निश्चल छ। तर हामीभित्र एउटा डर छ, जातको डर। त सानो म ठुलो भन्ने अहमता। त्यो जातले छोको त कसरी खानु हो? अब भित्र आउनु भन्न मिलेन के रे? आफ्नो जात कुल गरन चिन्दैनस्? समाजले तिमीलाई पशु बराबर मान्छ? सानो जातको सोचाइ पनि सानै हुने रहेछ। अथवा त ठुलो म सानो भन्ने हीनता बोध। धेरै त्यो बाहुनीको नाउँ नलिए बसन्त। हाम्रो पानी त चल्दैन, तिमी जीवन चलाउने कुरा सोच्दैछौ। प्रेम माथिल्लो जातको पिता। यो समाजमा हाम्रो हैसियत कति रहेछ? के गर्नु, हामी सानो मान्छेले न्याय पाइँदैन। यही विषयमा एउटा किताब लेख्ने सपना छ। कस्तो किताब? समाज भर्सेस समाज। ल सुरु गरौँ है त। 1 2 3 सुरु। हेलो 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 हेलो, माइक टेस्ट 1 2 1 2। आदरणीय बुवा म दाजुभाइ तथा दिदी बहिनीहरू, कथित उपल्लो जातको शान्ति शर्माले तल्लो जातको बसन्त विकसँग अन्तर्जातीय विवाह गरेर समाज रूपान्तरणको लागि नयाँ इतिहास कायम गरेको हुनाले उनीहरूको नाम स्वर्ण अक्षरमा लेखिन्छ र उनीहरूलाई सम्मान गरिन्छ। कृपया नवदम्पति स्टेजमा आइदिनु होला। ताली तररर। कि तिमीले र मैले बिहे गरेको देखेर समाजमा धम्माधम अन्तर्जातीय विवाह हुनेछ र समाजले मुहार फेर्नेछ, घण्टा फेर्नेछ मुहार। अनेक थरी आरोप लगाएर अपराधी घोषणा गरिनेछ मलाई। मान्छे कानुनसँग डराउँदैन, तर अन्धविश्वाससँग डराउँछ। अन्धविश्वास कानुनभन्दा धेरै माथि छ। सर, मान्छेको जीवन भन्दा पनि माथि। भाना भाना ए मन्दिरबाट फर्काउनेहरू हो। भाना भाना ए
अँधेरीमा तर्काउनेहरू Santa, you okay? देख्नुभयो समाज कस्तो छ, कति निर्दय र अन्धविश्वासी छ। अब पनि तपाईँ चुपचाप बस्न सक्नुहुन्छ? हिँड्नुहोस् हामीसँग, अब कलम र बन्दुक सँगै चलाउनुपर्ने ओ बसन्त, के लेख्दैछौ बसन्त? गलत लेख्दैछौ। यो ट्रेलर साँच्चीकै दमदार लाग्यो। प्रकाश सपुतको अभिनय, त्यो कथा शैलीहरू धेरै नै आकर्षक देखियो। र तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट बक्समा आफ्नो विचारहरू राख्न नबिर्सनु होला। यदि तपाईँलाई मेरो रियाक्सन भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर बेल आइकनमा थिच्न नबिर्सनु होला। यस्तै नेपाली चलचित्र ट्रेलरहरूको रियाक्सन भिडियो हेर्न चाहनुहुन्छ भने तल कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला। ट्रेलरको रियाक्सन भिडियो बनाएर हजुर सामु ल्याएर आउनेछु। अब म चाहिँ चैत 22 गते फिल्म हेर्न जानेछु र तपाईँहरू पनि जानु होला। अब हाम्रो भेट हाम्रो अर्को भिडियोमा हुनेछ। त्यतिन्जेलको लागि बाई बाई। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, आफ्नो स्वास्थ्यको ख्याल पनि गरेर राख्नुहोस्।